किन बोलाएको क्याप्टेन? गाइज हाम्रो प्र्याक्टिसहरू एकदम राम्रो भएको छैन, बट यो पटक हामीहरूलाई अलिक प्रेसर पनि छ। यो पटक लुम्बिनी लायन्सले आई थिङ्क हामीहरू जसरी पनि जित्नुपर्ने हुन्छ। यो ट्रेनिङ अनुसार हाम्रो यो मेहनत अनुसार ट्रफी ल्याउने गरी हामीहरूले एकदम मेहनत गरेका छौँ। हिजो स्वयं भगवान् गौतम बुद्ध सपनामा आएर भन्दै हुनुहुन्थ्यो कि यो पटक पनि जितेन भनेदेखि तिमीहरूको टिमको नाम लुम्बिनी होइन उभिनी राख भनेर। सो जसरी पनि हामीले जित्नुपर्ने हुन्छ, नभएदेखि म बसाइ सर्छु भन्दै हुनुहुन्थ्यो भगवान् गौतम बुद्धले। सो यो पटक जित्नको लागि मैले केही हाम्रो चाहिँ स्ट्राटेजीहरू प्लानिङ गरेको छु गाइज। आई थिङ्क त्यो स्ट्राटेजीहरूले काम गर्नेछ। यो पटक हामीहरू कोही पनि प्लेयरहरूले गेमको दिन अन्डा चना ब्रेड खाने छैन। यो पटक हामीहरू सबैजनाले गेमको दिन ढिँडो खानेछौँ, किनकि ढिँडो आडिलो हुन्छ, ताकि हाम्रो प्लेयरहरू गेमभरि नै क्रिजभरि नै टिकेर खेल्न सकोस्। र यो पटक हामीहरू म्याचमा नाइटमा खेल्ने छैनौँ, डेमा मात्रै खेल्नेछौँ, किनकि आमाले दिनरात नखेल्नु भन्नुभएको छ। र अर्को चाहिँ हाम्रो स्ट्राटेजी चाहिँ के हो भनेदेखि चाहिँ हामीहरू र यो पटक हामीहरू डे म्याचमा चाहिँ पुरै चेन्ज गर्दैछौँ। टिम होइन, सनस्क्रिन चेन्ज गर्दैछौँ, किनकि अघिल्लो सिजनमा जुन सनस्क्रिन थियो त्यसले एकदम राम्रो गरेन। म वेस्ट इन्डिज खेल्न गएको थिएँ, त्यहाँको प्लेयरले भन्दै थियो के छ बन्धु, यो त बिल्ला हो नि होइन। सो सनस्क्रिन चेन्ज हुनेछ, त्यसले पनि हाम्रो टिमलाई अलिकति राम्रो गर्छ होला। आई थिङ्क हाम्रो गेममा कोही पनि चियर लिडर हुने छैन, किनकि अघिल्लो सिजनमा यो विदेशी प्लेयरहरूलाई लेगमा फोकस गर भनेको उनीहरू त चियर लिडरको लेगमा फोकस गर्दो रहेछ। सो यो पटक हाम्रो कोही पनि चियर लिडर हुने छैन। अनि र अर्को कुरा, हाम्रो विदेशी प्लेयरहरूलाई चाहिँ सन्दीप जोराले डिल गर्नेछ। किन क्याप्टेन? किनकि अघिल्लो सिजनमा मैले डिल गर्दाखेरि आई थिङ्क भन्दो रहेछु, उनीहरू सोच्दै गर क्याप्टेन भनेर एनपिएलको बिचमा निस्केर हिँड्यो। सो सन्दीप जोराले डिल गर्नेछ। र अर्को एकदम नोट गर्नुपर्ने छ कि गाइज, हामीहरूले यो गेम म्याचहरू सकिसकेपछि प्रेसमा गएर कसैले मिडियामा गएर कसैले पनि हामी सिक्दैछौँ कसैले पनि भन्ने छैन। किनकि अघिल्लो सिजनमा मैले हामी सिक्दैछौँ भनेको थिएँ, हाम्रो टिमको ओनरले हेर्नुभएछ, अनि पछि तलब हालिदिनु न साउजी भनेको हामी लोन खोज्दैछौँ भन्नुभयो। सो कसैले पनि हामी सिक्दैछौँ भन्ने छैन, हामी जित्दैछौँ भन्नुपर्ने हुन्छ। सो गाइज त्यही नै हो, यो पटक हामी जसरी पनि जित्दैछौँ। हाम्रो टिम राम्रो छ, विदेशी प्लेयरहरू पनि राम्रो छ, हाम्रो ट्यालेन्ट हन्टबाट आएको पनि राम्रो छ, साउजी पनि राम्रो छ, फेसिलिटी राम्रो छ। सो लेट्स मेक प्राउड लुम्बिनी। सो सबैले आफ्नो तर्फबाट राम्रो गरौँ। कोचहरूले पनि एकदम राम्रो ट्रेनिङ दिइरहनु भएको छ। अनि अघिल्लो सिजनभन्दा यो सिजन हामी जसरी पनि राम्रो खेल्नुपर्ने हुन्छ, किनकि अघिल्लो सिजनमा हाम्रो अडियन्सहरू दर्शकहरू पर रुखबाट हेरिरहेको हुन्थ्यो, हामीले हारे पनि गाली गरेको केही पनि सुनिदिन्थ्यो। तर यो सिजनमा हाम्रो अडियन्सहरू चियरमै हुन्छ, हारियो भनेदेखि कानैमा आएर गाली गरेको सुन्दा मजा आउँदैन। सो गाइज लेट्स मेक प्राउड आवर टिम लुम्बिनी। रविलाई मसाज पर्दैन भन्नु नखोज्नु, मसाज टाइम होइन, अहिले ब्रिफ गरिरहेको छु म। सो गाइज हामीले हाम्रो 100 मसाज पर्दैन भनेको हाम्रो 100% दिनेछौँ हामीले। क्या कसले ऐना राख्यो यहाँ? ऐना रियल हो। आई थिङ्क यो ऐना रियल हो। होइन मान्छे रियल हो। डिस्टर्ब नगर्नुहोस् न, म यहाँनिर हाम्रो गाइजहरूलाई चाहिँ मैले आफ्नो ब्रिफहरू सुनाइरहेको छु, हाम्रो स्ट्राटेजी सुनाइरहेको छु। स्ट्राटेजी अनुसारै हामी अगाडि स्ट्राटेजी सुनाउने होइन, मैदानमा देखाउने हो। लुम्बिनीलाई ट्रफी जिताएर यसपालि इतिहास लेखाउने हो। आई थिङ्क उहाँले भनेको 100% सही छ। डेफिनेटली यो पटक हामी लुम्बिनीले जसरी पनि जित्नेछौँ। म गएँ, धन्यवाद। लुम्बिनी जाता तिमी उतैमा, लुम्बिनी जाता तिमी उतैमा।